गुड मर्निङ, शुभ प्रभात, ओहायो गजाइमास साथीहरू। आज चाहिँ हामी माउन्ट ओयामाको हाइकिङको लागि जाँदैछौँ। बिहानको 5 बज्दैछ। अब उठेर उता भाइहरू स्टेसनमा भेट्दै हुनुहुन्छ। आज फर्स्ट टाइम घुम्न निस्केको जापानमा भाइहरूसँग। यसो नयाँ ठाउँको हाइकिङ छ आज। लेट्स गो गाइज। ल यहाँ चाहिँ अहिले चाहिँ जेब्रा क्रसिङ रेड भइसक्यो। यो यहाँको सिस्टम चाहिँ अब यहाँ मान्छे गाडी पनि अब यो कटिसक्यो नि, अब यो बाटो आएको पनि कटिसक्छ। यति भएपछि त नेपालमा त यहाँ 15 जना बिचमा हुन्थ्यो। अहिले हेरेँ यहाँ अब कुरेर बस्ने हो, यो कति बेला हरियो हुन्छ भनेर। हो, नेपाललाई सिङ्गापुर बनाउन चाहेपछि गभर्मेन्टले भनेको कुरा नि मान्न सक्नु पऱ्यो भन्ने कुरा चाहिँ यहाँबाट सिकिन्छ है साथीहरू। गभर्मेन्टलाई काम गर्न दिनु पऱ्यो। 15 दिनमा रिजल्ट चाहियो। गभर्मेन्टले 15 वर्षको प्लानिङ गर्दै होला। के भन्नु र झोलेहरूलाई, यस्तै छ। ठिक छ, ल यही भन्नलाई मैले यहाँनिर भिडियो बनाएको चाहिँ त्यही हो। कुरा बुझौँ, सोच विचार गरौँ, देश बन्छ तर भरोसा गरौँ। यस्तोमा चाहिँ यताउता नहेरी जान मिल्छ। यहाँ चाहिँ गाडीले स्पिड स्लो गर्छ किनकि यहाँ ट्राफिक लाइट छैन, त्यही भएर मान्छे सरासरी नपाउँछ। एउटा इन्ट्रेस्टिङ कुरा के, यो मलको मुनिबाट यहाँ जाने बाटो हुन्थ्यो, दिउँसोमा चाहिँ सधैँ खुल्ला हुन्थ्यो। फर्स्ट टाइम बिहानमा आएको, यताबाट जानुपर्ने भयो बाटो। यो बिचबाट डाइरेक्ट निस्किने बाटो थियो कि, तर बिहानमा बन्द हुँदो रहेछ है, मलाई पनि थाहा भयो। ल ट्रेन स्टेसन पनि आइपुग्यो है त। अब यहाँ भाइहरू हुन्छ होला त्यहीँ, अनि पासपोर्टमा पैसा भर्ने, बाटोमा टिकट काटिरहनु भन्दा अनि स्क्यान गर्दै जाँदै गर्नुलाई त्यही गर्नुपर्ने छ। अनि हाम्रो यात्रा सुरु हुन्छ। खास 5:11 को ट्रेन हो। अब लेट भयो, त्यसको 5 मिनट पछि छ होला, त्यसमा जाने होला। ल यस्तो खाली स्टेसन नि आज फर्स्ट टाइम देखेँ। सधैँ रस आवरमा जाने, आज त टिकट काउन्टर अझै खुल्या छैन। म कितासेन स्टेसनमा आयो साथीहरू। अब चाहिँ अगाडि बढ्नुपर्छ। गाह्रो देश, बट आई विल ट्राई रे। चाहिँ के अरे बसको जर्नी फेरि 40 मिनट। टोली यतै छ, सब युनिक हुन्छ कि नेपाली चिनिहाल्नुहुन्छ, आफ्नै यस्तो हुन्छ। नगर इन द टाउन हो। कहाँ हामी गएको? Where are we going, guys? ओयामा। ओयामा। हाई हाई हाई। ल बस स्टेसनमा नि आइयो। Yongo seu kachi wa dou desu ka? 就活は難しいです。はい給料はもらったない。はい。とっても難しい。大変。はい。大変だよ。 इसके अलावा मुझे भी कुछ नहीं आता भाई साहब। 日本行ってない。 इतना ही गाह्रो छ, एकदमै गाह्रो छ। では全然ダメですよ。 लोकसेवा गरौँ, नेपालमै बसौँ। おー、yes。それはいいことですね。いいことです。はい。そうですね。こうやってそうバラで。皆さん。行きましょう。言うと似合わない。 अलिकति बाटो चढेपछि त बाटै चिगाउ फरक।
नाइस भ्यू है, नाइस भ्यू, रमाइलो हरियोस् गाउँतिर आए जस्तै मजा छ। सल्लाह गाडी धुपी सल्लाह त्यो त धुपी सल्लाह नै पुरै सल्लाहको जस्तै। एकदमै गाह्रो फिल भइरह धेरै पछि उकाली चढ्दा। कोनिचिवा कोनिचिवा। फाइनल्ली भ्यू पोइन्टमा आइयो। टोली यहीँ आइसकेको रहेछ। कोनिचिवा। यही भ्यू हेर्न आएको पुरै। आज घामै लागेन नि त, तलपट्टि केही नै देखिएन। साकुरा त धेरै हेरिसक्यो। पहाडबाट हेरौँला भने आज पानी पर्ला जस्तो भयो पुरै। अरे राइस ओइसी ने। ल टोली फर्कियो। अब के गर्नु त, अहिले ट्रेकिङ आयो, डाँडामा बस्यो, घाँस खायो, अब फर्कियो। रमाइलो। हाय हाय तैरेवा दोको देशका तपाईँ गएन कि यसो जङ्गलै छान्ने क्या आज जापानमा। नेपाली एक्सपिरियन्स कस्तो खारा यार। यो त च्याटिङ के अरे सब अपने मस्तीमा हुन्छ नि। एकजना चाहिँ तू मेरो चाहिँ प्यार करती है कि नै। यहाँ चाहिँ गहन रिसर्च भइरहेको। ल ओह्राली झरौँ। हेलो हेलो जाउँ अब मजाले। कडा छ है, कडा छ भ्यू पनि। नेक्स्ट ब्लगर इन द टाउन। ब्लगरै छ यो टाउनमा। नाइस है। खोलामा घर खोला जस्तै छ तर सब बाटो बाटो छ कि। हामी बस चढेको एरिया जस्तो लाग्यो त मलाई त त्यो त। अब नाइ त कोल्पने ओह्राली दौड्या दौडी रमाइलो खालियोस्। हाम्रो चाहिँ कोठा जापानी सल्लाह हुन्थ्यो क्या अरे गाउँमा आउँदा। यहाँ पुरै सल्लाह नै भइहाल्यो। तर जङ्गलतिर हिँड्ने कि अर्को जङ्गलतिर हिँड्दै जस्तो भइरहेको आज त। रमाइलो खोजियोस्। थकाइ चाहिँ थियो पढाइ टपमा पुग्दासम्म। फर्किएपछि चाहिँ अहिले चाहिँ आनन्द भएको चिसो शीतल मजाको। टोली चाहिँ दौड्या दौडी छ। जङ्गलै जङ्गल छ तर रमाइलो। फोटो
बतासे डाँडा जस्तो सल्लाहरी छ है गर्नु थियो क्या दाइ यही हो हाम्रो छल्दीको फाँट गुल्मीको छल्दी फाँट जस्तै हो ठ्याक्कै ठाउँ खेती कृषि योग्य खेतहरू रमाइलो छ ठाउँ यो बाटो फर्किएको जस यो टोलीले चाहिँ मजाले इन्जोय गर्न पायो हाउ वाज द हाइकिङ रिकमेन्डेड ट्रेकिङ त के भने हाइकिङ हाइकिङ वान डेमै आएर वान डेमै फर्किने हाइकिङ तर एकदमै लो बजेटमै हाइली रिकमेन्डेड बाटो पनि कति सानो भयो मान्छे र गाडी बाइक केही नै अट्दैन लाइन दिस लाइन डिभाइड्स त्यो ठाउँको बारेमा तिलक दाइले राम्रो महँगो राम्रो ठाउँ रहेछ हरियाली हरियाली एकदमै हरियाली क्या धेरै पछि त सिटीबाट बाहिर एकदम रमाइलो फिल भयो आज चाहिँ टोली सब महमली जस्तै छ तर के हो खोइ यो महमलीवाला छ अलि लामो रहेछ केराखो जस्तै नि छ फेरि यस्तो दामी म्यानेजेबल छ है गाउँ जस्तै रहेछ कि गाउँ नै हो यो त अब जापानको जस चाहिँ आनन्द छ क्या मान्छे छैन पैसा राखिदियो सुन्तला लियो नेपालमा अब हिँड्यो पैसा नदिकन निकालिन्थ्यो निकालिन्थ्यो अरे अझ निकाल्थे पनि होइन त्यही त मौसममा सुन्तला नै हुन्छ क्या मौसम रहेछ स्मेल नै दामी है मौसमकै जस्तो आइरहेको फेरि ल टोली अब फर्कियो मजाले घुमेर थाकेर ट्रेनमा सिट्नु नपाएर भिडियो बनाउन नमिल्ने ट्रेनमा बोल्न नमिल्ने गाह्रो छ निस्किएर है स्टेसन ल हाइकिङ नै गएर आइयो जापानमा पहिलो धेरै कुरा देखियो नेपालमा नि हाइकिङ त गएकै हो यहाँ चाहिँ त्यो अरू त सब उस्तै हो बाटो सबै नेपालमै हिँडे जस्तै छन् त्यो ढुङ्गाहरू त्यो ठुलो बाटो ट्रायलहरू सब त्यस्तै हो तर के छ भन्दा अप्ठ्यारो चिप्लो हुने ठाउँमा चाहिँ तलपट्टि रेलिङ छ माथिबाट समाउने जाली तार रसी सब बाँधिदिएको क्या अनि यहाँबाट जाने यहाँबाट नजाने डिरेक्सनहरू त त्यो नेपालमा पनि छ त्यो ट्रेकिङमा त लगभग सिमिलर नै रहेछ हाइकिङ ट्रेकिङ त त्यही एउटा भनेको रसीहरू अनि पुलहरू अलिकति बलियो खाले त्योहरू चाहिँ रहेछ अनि पहिले इन्फर्म गर्दो रहेछ के छ अगाडि भनेर त्यही हो ल यही नै भयो आजको भ्लग धन्यवाद आरिगातो गोजाइमास